So hello everybody, welcome back to yet another video. So I'm gonna give you guys a brief descriptions about what are the things that I've done on my bike and upgraded. And yeah, this is the place. म चाहिँ त्यहाँ माथितिर जान्छु. यो चाहिँ यही बाटोबाट जाने नि त, पिच मजाले. यो बाटो चाहिँ तपाईको बर्जिन जान्छ. यो चाहिँ पुरानो बाटो भन्यो भने यो चाहिँ तपाईको गाडीहरु जाने बाटो हो. सो या अनि मैले चाहिँ अझै मेरो बाइकमा गर्नुपर्ने कुराहरु चाहिँ धेरै छ क्या. लाइक धेरै एडजस्टहरु गर्नुपर्ने छ. तर अहिलेसम्मको लागि चाहिँ के छ भन्ने कुरा चाहिँ त्यो चाहिँ यो भ्लगमा भन्छु भनेर मात्रै हो. सो आजको मौसम चाहिँ हल्का क्लाउडी नै छ. हल्का जाडो यति बढी छ क्या अस्ति कम्पेयरमा. हामी चाहिँ यहाँ ठ्याक्कै त्यो माथिको जङ्गल जान्छौँ. हामी चाहिँ यहाँबाट तल जान्छौँ जङ्गलमा. त्यहाँ गएर बनाउँछु है त. त्यहाँ भयो नि धेरै सोरसार पनि हुँदैन, मान्छेहरू नि कमै हुन्छ नि त. त्यही भएर दिस इज द बाइक है. यो चाहिँ ड्युक 200 17 कि 18 मोडल, त्यसमा चाहिँ कन्फ्युज खाएँ म. अनि त्यही हो. सो राइट नाउ आई एम एट बर्जिनी. यो चाहिँ ठ्याक्कै जङ्गलको पछाडि साइडको हो. अनि त्यस भ्यू चाहिँ खत्रै छ क्या यताको. त्यही भएर म यता आएको. सो या, टकिङ अबाउट द बाइक, दिस इज द ड्युक लाइक आई मेन्सन बिफोर. अनि या, आई हेभ डन सम चेन्जेस अन द बाइक विच आर लाइक मोस्टली कस्मेटिक चेन्जहरू छ होइन. कस्मेटिक नै भन्छ होला यसलाई चाहिँ, अब त्यही हो भनौँ. अनि स्टार्टिङ फ्रम द फ्रन्ट है, बाइकको अगाडिबाट कुरा गरौँ. सो द मडगार्ड चाहिँ यो चाहिँ ड्युक 200 को हो. अनि आई हेभ डन द ऱ्याप. अनि यो चाहिँ तपाईँको टेक ऱ्याप चाहिँ होइन, यो चाहिँ अर्कै टाइपको ऱ्याप हो होइन. जोस् यो राम्रै रहेछ ऱ्याप. मैले हालेको लगभग कति भयो, 11 जति भयो. एन्ड कम्पेयर टु टेक ऱ्याप चाहिँ अलिकति बढी नै साइन छ जस्तो लाग्यो यसको चाहिँ. अनि यो चाहिँ यो 3 स्टिकरमै राखेँ मैले. अनि द सेकेन्ड थिङ इज द फर्क स्लाइडर. द थर्ड थिङ इज डिस्क प्लेट. यो चाहिँ मैले 390 को हालिदिएको छु किनकि यसको ब्रेक अलिकति राम्रो लागेको थिएन मलाई. अनि मैले चाहिँ यो चेन्ज गरेर 390 को डिस्क प्लेट हालिदिएको छु. तरको पुरै डल टाइपको भइसकेको थियो हेडलाइट. अनि यो चाहिँ मैले टल्का थिएँ. अनि नेक्स्ट थिङ भनेको चाहिँ यता चाहिँ खासै केही छैन. यता चाहिँ तपाईँको यो चाहिँ 390 को एडजस्टेबल लिभर. अनि यो पुरै क्लच सेटै फेरिदिएको थिएँ मैले. यो चाहिँ तपाईँको भक्तपुरको राधेको सर्भिस सेन्टरमा गराए यो त्यो. अनि यो चाहिँ अनि अर्को चिज भने चाहिँ यो पनि ऱ्याप हालेको छु मैले. अनि यो चाहिँ तपाईँको प्रो टेपरको ग्रिप भयो. यो चाहिँ ओरिजिनल होइन तर राम्रै काम गर्छ भनौँ, ग्रिपहरू राम्रै छ. अनि अर्को भने चाहिँ ऱ्यापमा पछि आउँला होइन. अनि अर्को भने चाहिँ यो पछाडिको चेन कभर भनौँ न, यो चाहिँ आरसीको चेन कभर. यो पुरै सेटै आउँछ तपाईँको यता साइडकोदेखि यता साइडको सबै आउँछ. ब्रेकमा चाहिँ मैले पछाडिको चाहिँ खासै के पनि गरेको छैन, स्टक नै छ. अनि अर्को भने चाहिँ मैले यो टेल टाइडी चाहिँ यता काटिदिएको छु. आरएनजीको पाउँछ तर त्यो चाहिँ लास्ट एक्सपेन्सिभ छ. त्यही भएर चाहिँ मैले चाहिँ यो काटेर बनाएको छु. यो चाहिँ मैले टेकुमा गरे हो, टेकु मोडिफिकेसन भन्ने तपाईँलाई थाहा छ, त्यहाँ गएर गरेको थिएँ. अनि अर्को भने चाहिँ इन्जिनको भित्र कुरा गरौँ भने मैले चाहिँ यो तपाईँको क्लच चाहिँ मैले फेरेर स्लिपर क्लच हालिदिएको छु. अब अरू चेन्ज भनेको चाहिँ ऱ्यापकै कुरा गरौँ. तपाईँको यहाँ अगाडिदेखि यहाँ पछाडिसम्म चाहिँ मैले त्यही ऱ्याप नै हालिदिएको छु किनकि टेक ऱ्याप अहिले छैन. त्यही भएर यही ऱ्याप हालिदिएको छु होइन. पहिला पनि थियो तर पहिलाको चाहिँ मैले चेन्ज गरेर पहिलाको चाहिँ त्यो सस्तोवाला हालेको थिएँ. अनि त्यो निकालेर अहिले चाहिँ योवाला राखेँ हो यो ऱ्याप. अनि मैले यता ग्रिप पनि हालिदिएको छु जुन चाहिँ लास्ट मजा हुँदैछ. यदि तपाईँले ग्रिप हालेको छैन भने चाहिँ होइन, आई जस्ट सजेस्ट यु टु गो एन्ड गेट इट एसएप होइन. यो चाहिँ लास्टै राम्रो छ, यो चाहिँ हाल्नै पर्ने हुन्छ. अनि द लास्ट थिङ सबसे लास्ट भने यो ग्राफिक हो. यो चाहिँ मैले
सुपर ड्युकको ग्राफिक हाल्न खोजेको थिएँ अनि म यता साइडमा राखिदिन्छु तपाईँलाई चाहियो भने यता साइडमा छ हैन त्यो हाल्न खोजेको तर यो चाहिँ तपाईको ठ्याक्कै के भयो भने कालोमा सेतो हुनु पनि सेतोमा कालो हुनु पनि ठ्याक्कै अपोजिट भयो तर केही छैन दामी देखिरहेछ अब तपाईहरुलाई कस्तो लागिरहेछ तपाईहरु भनिदिनु होला तर मलाई चाहिँ अति नै दामी लागिरहेछ क्या यो र्याप चाहिँ हैन अनि अरु त खासै केही चेन्ज गरेको छैन भनौं अहिलेसम्म बाइक स्टक नै छ भित्र खासै त्यस्तो केही छेडछाड केही गरेको छैन एन्ड या अब केही सामानहरु अझै हाल्छु भने मैले सोचिरहेको छु अब बिस्तारै बिस्तारै गर्ने हो अब एक्कासी सबै एकैचोटी चेन्ज गरेर नि खासै हुँदैन बिस्तारै बिस्तारै सामान थप्दै गएपछि झन् राम्रो बनिहाल्छ सो या नाउ दैट यु हैव वाच्ड द भिडियो सो इन द एन्ड आई जस्ट वान्ट टु टेल यु गाइज दैट नो म्याटर व्हाट यु राइड यु should ride it responsibly हैन the weather today is like quite pleasant तपाईको कस्तो यो क्लाउडहरु नै दामी देखिरहेछ क्या yeah let's end this video now so तपाईहरुलाई मेरो बाइकको केही कुराहरु मन पर्यो भने अब लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु होला अनि के तपाईले चेन्जेसहरु देख्न चाहनुहुन्छ बाइकमा भने नि डु लेट मी नो अनि जस अब भ्लग कन्टेन्टहरु बिस्तारै अब म पुश गर्छु भनौं न यो पाली चाहिँ सो या द्याट्स प्रिटी मच फर दिस भ्लग एन्ड या आई होप टु सी यु गाइज सुन अब यो पाली चाहिँ एकदम चाँडै नै आउँछ बोलेर के हो थाहा छैन सो या थ्यांक यू गाइज फर वाचिङ द भिडियो एन्ड आई होप यो पाली चाहिँ साउन्ड राम्रै आइरहेको छ होला भनेर This is the bonus है यो चाहिँ क्लिपको अन्तिममा बोनस क्लिप हो so yeah I will just end this video right now